हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु आवर च्यानल। तपाईँहरूले सोचिराख्नु भएको होला मैले किन भ्लग नहालेको भनेर। मेरो इक्जाम चलिरहेको थियो, अहिले इक्जाम भ्याइयो। अब मैले सकेसम्म भ्लग हाल्ने कोसिस गर्छु। आज चाहिँ रामनवमी हामीहरूले के गर्छौँ हेर्दै जानु होला भ्लगमा। मेरो भाइले चाहिँ रामनवमी भनेर डलबाट राम बनाएको छ, हेर्नु है त। मेरो भाइले चाहिँ कृष्ण जन्माष्टमीमा कृष्ण भगवान पनि बनाएको थियो डलबाटै। आज रामनवमीको दिन राम पनि बनाएको छ। मैले चाहिँ फुल टिप्न थालेको। अब फुल टिपेर पूजा गरेर हामी मन्दिर जान्छौँ। त्यस्तो धेरै रातो फुलहरू फल्यो हाम्रो घर। यताको साइडमा फेरि रोजहरू हो। मैले चाहिँ फुल टिपेँ, पछाडिको साउन्डलाई इग्नोर गरिदिनु होला। हामी माथि आयौँ, बाबाले पूजा गर्दै हुनुहुन्छ। हामी लड्डु गोपाल हो। यो पेन्टिङ पनि भाइले बनाएको। यता पनि बनाउँदै छ पेन्टिङ, बिक्री भयो होइन। सबै भगवानको पिक्चरहरू हो। आमाले पूजा गर्दै हुनुहुन्छ, फोटोहरू सफा गरेर। सानबी मेकअप गर्न आयो कि म यहाँ सबै सामान झिक्यो आफ्नो मेकअप गर्नको लागि। रेडी भएपछि कस्तो देखिन्छ हेर्नु होला है। मैले सानबीको हेयर स्टाइल बनाइसकेँ, मेकअप पनि एकदम राम्रो छ। आज म गरेर अहिले ड्रेस लगाएपछि फुल लुक देखाउँछु। श्रद्धा भर्खरै उठिन्, अब श्रद्धाको नि मेकअप गर्ने हो। श्रद्धाले बाल काटिन्। भोलि श्रद्धाको बर्थडे हो न श्रद्धा। श्रद्धाको मेकअप गरेर एकदमै गाह्रो गरेर गरेको, पुरै आँखाभरि लाग्छ, पुरै आँखाभरि लगाएँ हो न श्रद्धा। आँखा माथि लाग्यो, तल लाग्यो, तर राम्रो भइन्। यता हेर बेबी। अनि यिनको बाल बनाउन हो, बाल चाहिँ काट्यो, अब कसरी बनाउने हो हेर्नु त। यस्तो बिगारिने यहाँको आँखा तल। भोलि फेरि श्रद्धाको बर्थडे हो न श्रद्धा। भोलि पनि श्रद्धाको बर्थडेको ब्लग हाल्छु। श्रद्धाको मेकअप भइसक्यो। अनि यो साडी लगाइदियो, अनि बालमा यो, घाँटीमा रुद्राक्ष माला। सानबी रेडी भइसक्यो। हेयर स्टाइल। हामी चाहिँ पछाडि त चना केलाउँदै हुनु, चनाहरू बनाउँदै हुनुहुन्थ्यो मम्मीले। हामी पछाडि आएर भिडियो खिच्छौँ। भाइ बहिनीहरू गइसकेँ। म पनि मन्दिर जानको लागि रेडी भएँ। कानमा सानो झुम्का लगाएँ अनि हातमा ब्रेसलेट। बालेन शाह प्रधानमन्त्री भइसक्नु भएको छ। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूबाट प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिने काम सम्पन्न भएको छ। हामीहरू मन्दिर हिँड्यौँ, आमा पछाडि हुनुहुन्छ, मम्मी आन्टी हुनुहुन्छ।
हामीहरू घर हिँड्यौँ सर्ट आउँदैन अगाडि हुनुहुन्छ आन्टीहरू मम्मी हुनुहुन्छ आमा पनि हुनुहुन्छ थ्याङ्क यू फर वाचिङ बाई गाइज भोलिको भिडियो चाहिँ हेर्न नबिर्सिनु होला है